गाइज आज चाहिँ यो मान्छेहरूलाई चाहिँ मारेर बोरामा फ्यालेको जस्तो सम्भावना चाहिँ देखिन्छ। सबैजना भेला भइरहेछ है। एकदम दुःखको खबर छ। यस्तो घटना चाहिँ घटिरहेछ। प्रहरीहरू पनि आएको छ। त्यो बोराभित्र चाहिँ के चाहिँ छ त भनेर सबैजना तनावमा छ। आज सरसफाइ कार्यक्रम थियो ओडाको। ओडाले सबैजनालाई निर्णय गरेको थियो छेउछाउमा सरसफाइ गरौँ भनेर। तर बोरामा चाहिँ लास भेटिएको अवस्थामा छ। कसको हो र के हो भन्ने अनुसन्धान भइरहेछ। प्रहरीहरू सुरक्षाकर्मीहरू धेरै आएका छन् र सबैजना भेला भएका छन् र कसको के हो भनेर सिसी क्यामेरा पनि हेर्नु आँटेका छन्। अब के हो बाँकी हेरौँला। सबैजनाले हेरिरहेछन् र बोरामा चाहिँ लास पनि भइरहेका छन् र यताउता मान्छेहरू चाहिँ धेरै छन् र प्रहरीहरूले चाहिँ धेरै मान्छे भएर चाहिँ सबैजनालाई पठाइरहेका छन् आफ्नो आफ्नो ठाउँमा जाऊ भनेर, भिड नगर भनेर। त्यही भएर सबैजनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् र जति पनि छ अब नेपालमा सुरक्षित चाहिँ छैन जस्तै छ है। यहाँ चाहिँ मान्छेको लास होला कि सायद सबैजना भेला भइरहेछन्। सबैजना यो चाहिँ मान्छेलाई मारेर फ्यालेको अवस्थामा भेटिएको छ। यो ठाउँमा चाहिँ सबजना मजाले हेर्नु होला। यहाँ बोरामा चाहिँ फ्यालेको छ। यो बोरामा चाहिँ यो बोरामा चाहिँ टक्कै यो बोरामा चाहिँ फ्यालिरहेको छ। यो बोरामा फ्यालेको छ। मान्छेहरू धेरै छन्, धेरै छन्। गनाएर टङ्गै भएको रहेछ। मान्छेहरू टन्नै छ। अब चाहिँ खोल्नु आँट्यो नि। बोरामा हालिरहेको छेकिहाल्यो नि। यो अर्को आयो नि त टोपीवाला। उनीहरू हेर्ने पनि खुसी होला है छेउछेउमा। रिपोर्टरहरू हुन्छ, सबै हुन्छ। त्यस्तै छ। बोरा चाहिँ निकालो, बोरा चाहिँ निकालो। टाउको त हो नि त्यो टाउको यता फर्किरहेछ। टाउकै जस्तो देखेँ। रगतै रक्त लाग्छ। धेरै बाँडेर चाहिँ थाहा भयो भनेर यहाँ चाहिँ एम्बुलेन्स आइसकेको छ र सबै मान्छेहरू चाहिँ हेरिरहेछन् र लास पनि छन्। लासलाई चाहिँ लानु आँटेका छन्। सबैजनाले चाहिँ बाटो खाली गर्नु भन्दैछन् प्रहरीहरूले। त्यसैले सबैजनाले साइडमा गएर चाहिँ बनाएका छन् भिडियोहरू पनि। सब मान्छे कति छ। त्यो तन्ना हो चाल है। त्यही तन्नाले पोको पारेको थियो। त्यो तन्नाबाट गाडीमा लोड गर्दैछ। मजाले हेर्नुहोस् है। यस्तो हुँदो रहेछ नि बिचरा। सबैजना यत्रोजनाले हेरिरहेछौँ। एकदमै दुःखको खबर छ। अब यो एम्बुलेन्समा हालेर चाहिँ पोस्टमार्टमको लागि लगेको छन्। के हुने हो, कसो हुने हो, पक्रिने हो होइन, के गर्ने हो, त्यो बारे पनि हुन्छ पछि कुरा। तर सबैभन्दा पहिला चाहिँ पोस्टमार्टम गर्ने छ यहाँ। हालिसक्यो। यही तन्नाले चाहिँ बेरेर फ्यालेको थियो। यो त होटेलको जस्तै छ तन्ना। राखै त ल। त्यसमाथि चाहिँ त्यो जुन सप थियो नि, त्यही सपलाई चाहिँ हालेर लानु आँटेका छन् है। अनि यत्रो बोरामा फ्यालेका छन् सबै। बोरामा टुक्रा टुक्रा गरेर 5-6 टुक्रा गरेर
माथि फाल्दै अन्त कहाँबाट देख्नुहोस् त बर्बादै छ जे होस् अब यता ओडाले गरेको लगाएको त्यो सिसी क्यामेरा नि छन् त्यहाँ तर त्यो सिसी क्यामेरा चलेको छैन त्यसैले पनि कसले गरेको भने देखा पर्दैन तर साइडमा चाहिँ क्यामेरा चलिरहेको छ त्यसले चाहिँ हुन्छ है अनि त्यहाँ अगाडि चाहिँ एकजना फोटो सप थियो फोटो स्टोर त्यसमा चाहिँ थोरै खुन लागेको जस्तै लागेर र त्यही नै उनी प्रहरीहरूलाई चाहिँ उक्काएर लगिसकेको अवस्थामा छ र अहिले चाहिँ लासलाई भित्र हालिरहेछन् अब लगाए भित्र हो यसरी लाँदैछ ओ माई गड ढोका खोले ल ढोकाभित्र हालै हालो के हुने अब नेपालमा पनि सुरक्षित नहुने पर्यो दिन दहाडे नै मान्छेलाई मारेर काटेर टुक्रा टुक्रा बनाएर फ्यालेको अवस्थामा थियो नि अब पुरै त्यो पनि त्यो सानो ज्याक्सको छेउमै आफै सोच्नुहोस् त कस्तो मान्छे होला कति आँटिलो मान्छे होला त्यो मान्छेलाई मारेर यत्रो पसलको अगाडि नै फ्यालेको छ अब एम्बुलेन्स चाहिँ जाँदैछ ती लासलाई लगेर पोस्टमार्टम गर्छन् के कसको हो एक त लेडिज जस्तो के भन्ने चाहिँ लेडिज हो भने चाहिँ अब को कताको अब उनीहरूको आफन्तहरू पनि आउँछन् होला नि खोज्दै अब केही होला केही समथिङ भेटेला र जसले गरेको त्यसलाई पनि एकदमै धेरै सजाय चाहिँ दिनुपर्छ छिटोभन्दा छिटो है यस्तै भयो भने चाहिँ देशमा कानुन छ भनेपछि छ मात्रै भन्ने भयो क्या नेपालमा कानुन त छ भन्नाले छ मात्रै भन्ने भयो त्यसैले चाहिँ कडा कानुन बनाउनु पर्यो